नमस्ते साथीहरू। आज चाहिँ हाम्रो घरमा चाहिँ है हेर्नुहोस् है एकदमै मिठो दुनोट चाहिँ पाक्दैछ। एकतिरको पाकिसकेको छ अनि अर्कोतिर पकाउँदैछौँ भने अहिलेलाई हामी अर्को दुनोट बनाउनलाई चाहिँ रेडी भइसकेका छौँ। लगभग यो पनि रेडी भइसकेको छ। अब यसलाई हल्का मिसम्याच गरिसकेपछि यसलाई हामीले यसलाई आकार दिनुपर्ने हुन्छ। यदि दुनोटको मिठो आकार भएन भने दुनोट मिठो हुँदैन रे। हेर्नुहोस् च्वाइँ एउटा पाकिसक्यो अर्को पाक्न अर्को रेडी छ। रेडी दुनोट हेर्नुहोस् कस्तो ओइसी भएछ यहाँ हो टक्क। दुनोट पाकेर सकिसकेको छ भने अहिले हामी फेरि आलुचपको लागि रेडी गर्दैछौँ। अनि आलुचपको लागि चाहिँ हेर्नुहोस् है कस्तो हुँदैछ। ओके लेट्स गो ठिक्क भरे चाहिँ ल। नचुवाउ त्यहाँ अझै सानो बनाउने हो र सोधेस् ने। अहिले चाहिँ म यो दुनोट चाहिँ कस्तो भएको छ हो दुनोट र यो when I was in स्कुल लाइफ। तातो छ है यो। म तातो जसरी स्कुल लाइफमा खान्थेँ त्यसरी खानु लाग्यो कि है। यो